बोलाएर काम गराएको थियो। त्यो भने चाहिँ शिक्षामा केही प्याराडाइम सिफ्ट ल्याउन भन्ने तरिकाले कोर्सहरू विभिन्न चरणमा विभिन्न ठाउँमा गरेको छ। केही झल्को मैले यहाँ देखाउन चाहन्छु। सातै प्रदेशमा यसरी चाहिँ काठमाडौँ विश्वविद्यालयले अहिले यसरी शिक्षकहरूको यो टिपिडी टिचर्स प्रोफेसनल डेभलपमेन्टका पार्टहरूलाई अगाडि बढाएको छ। त्यति मात्र होइन, इन्टरनेसनल प्लेटफर्ममा पनि कहिले इन्डिया कहिले जापानमा यसरी चाहिँ यो कन्टिन्युइङ एन्ड प्रोफेसनल एजुकेसन सेन्टर भनेर इन्टरनेसनल कोलाबोरेसन गरेर पनि काठमाडौँ विश्वविद्यालयले आफ्ना कार्यहरू अगाडि बढाएको छ। यहाँहरूले पनि सूक्ष्म तरिकाले हेरिराख्नु होला। कतिपय साथीहरू यहीँ पढाइराख्नु भएको साथीहरू पनि काठमाडौँ विश्वविद्यालयमा केही मास्टर्सको कोर्स, कोही ब्याचलरको कोर्स, कोही एमएको कोर्स, कोही एमफिलको कोर्सहरू गरिराख्नु भएको छ। यो भनेको पक्का पनि एउटा लर्निङ सेन्टरको रूपमा अहिले यहाँहरूले देखिराख्नु भएको छ। अहिले पनि काठमाडौँ विश्वविद्यालयले मध्यपुर ठिमी पालिकासित पनि यसरी समन्वय गरेको छ। योभन्दा अघिल्लो वर्ष बालेन सहर भनौँ न काठमाडौँ महानगरपालिकासित काम गरिरहेको थियो। यसरी यो काठमाडौँ विश्वविद्यालयले निरन्तर तथा व्यावसायिक शिक्षाको सञ्चालन गरिरहेको र यो 2022मा स्थापना भएको थियो। 2023 को फर्स्ट ट्रेनिङ अफ द ट्रेनर्सको ब्याचमा यहाँहरूले पनि लिन सक्नुहुन्छ त्यो सेसन। त्यसको फर्स्ट ग्रेजुएट ब्याच चाहिँ हामी थियौँ, जसलाई हामी टट प्रोग्राम चाहिँ हामीले लिएका थियौँ काठमाडौँ विश्वविद्यालयबाट। र आज यहाँहरू समक्ष यसरी बोल्ने यो तरिकाको कन्फिडेन्स, यहाँहरूको यो मास म्यानेजमेन्ट सबै कुराहरू चाहिँ हामीले यसरी यो काठमाडौँ विश्वविद्यालयले दिएको एउटा देन पनि हो भन्न चाहन्छु म। यो भनेको के हो त भन्दा आज क्लासरुम म्यानेजमेन्ट चाहिँ हेर्नु सबैजना तपाईँहरू मलाई एकदमै ध्यान दिएर सुनिराख्नु भएको छ। दिस इज अल्सो वान वे। हामीले बोल्दा अब कपीमा सुरु गरौँ त। आज